एकैछिन पोख्नुहोस्। श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ, जब तिमी अघिल्लो जन्ममा मरेका थियौ तिम्रा सबै आफन्त रोएका हुनुपर्छ, तर आज यस जन्ममा तिमीलाई याद पनि छैन कि तिम्रो साथीलाई कसले शोक गर्यो। आज तिम्रो लागि तिनीहरूको रोदन र विलापको कुनै अर्थ छैन। त्यसैले म तिमीलाई कसैको मृत्युमा शोक नगर्न सल्लाह दिइरहेको छु, न त सम्बन्ध गुमाउनुमा दुखी हुनु। जे भए पनि मेरो भ्रम अर्जुन यति शक्तिशाली छ कि तिमीले आफ्नो मृत्युपछि शोक गर्नेहरू जीवनभर रुनेछन् भन्ने सोचेकाहरू पनि झुट हुन्। मेरो भ्रमको प्रभावमा केही दिनपछि तिमीले फेरि रोएकाहरूलाई हाँसेको र खिलेको देख्नेछौ।